ल बत्ती बाल यता अघिल्तिर आउँछ यता उतातिरबाट बत्ती बाल हरि ओम शुभम भवतु कल्याणम आरोग्यम सुख सम्पदम आत्मज्योति प्रकाशाय दिव्य ज्योतिर्नमस्ते नमस्तनंताय सहस्रमूर्धये सहस्रपादाय शिरोर्भावे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमो अब दीपलाई पूजा गर ओम ध्यानम समर्पयामि पादयो पाद्यम समर्पयामि हस्तयो अर्घ्यम यता आइछ हस्तयो अर्घ्यम समर्पयामि श्रवङ्गे स्नाने चन्दनम अक्षता जा त्यहाँ बस्न चन्दनम अक्षताम समर्पयामि पूजा गर ल हरि ओम अब कलशको पूजा गर त्यहाँ नमस्ते गर न यसरी हरि ओम नमस्तनन्ताय सहस्रमूर्धये सहस्रपादाय शिरोर्भावे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमो यता हेर यता सबैले ऊ कलशलाई नमस्ते गर सबैजनाले ओम नमो नमस्ते फटिक प्रभाय सुशेवताराय सुमङ्गलाय अलि यता आउनु विभूति नमस्तनन्ताय सहस्रमूर्धये सहस्रपादाय शिरोर्भावे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमो त कलशलाई नमस्ते गर हाता फुलिएर नमो नमस्ते फटिक प्रभाय सुशेवताराय सुमङ्गलाय सुपाशस्ताय जशासनाय जलादिनाथाय नमो नमस्ते आशपाणि नमस्तभ्यं पद्मिनी जीवनायकं यावत् कर्मस्थिरो भावि तावत्तं सुस्थिरो भव सुप्रसन्नो भव वरदो भव वरुणस्तदेवताभ्यो नमो नमो त्यहाँ राखेर नमस्ते गर अब अरू के छ गणेशजीलाई त्यही एउटा फुल समाउँछ गणानान्त्वा गणपति गुहामय प्रियाणान्त्वा प्रियपति गुहामय निधिनान्त्वा निधिपति गुहामय बसो मम आहम जानि गुरपदम तमजा शिखरपदम श्रवणमा गणाधिपते नमः सिद्धिबुद्धि सहिताय संगाय सायुधाय सपरिवार सवाहनाय सशक्तिकाय श्रवणमा गणाधिपते नमो नमः त्यही चढाउला ओम श्रवणमा गणाधिपतय नमो नमः हरि ओम अब त्यो केक निकाल्ने हैन खै निकाल अब कसरी हो त्यो ल बाबुलाई पनि त्यहाँ ल्याएको त बाबुलाई ल अघिल्तिर यता त्यो निकाल्ने त्यो कभर हटाइदेऊ न ल ए अहिले 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 खाउली ल यता यता राख्दै अरे ल ल त्यसलाई हात नमस्ते गर पहिला हरि ओम नमस्ते नमस्ते फटिक प्रभाय सुशेवताराय सुमङ्गलाय सुपाशस्ताय जशासनाय जलादिनाथाय नमो नमस्ते लब नायक पिलिग नाभ्यासिदन्तरि सकुंसि त्यो गर न अब तिम्रो साथीहरूले नाभ्यासिदन्तरि सकुंसि स्नुजुः समप्रतता पृथ्व्यां भो मध्यसा श्रोत्रा तथा लोकान् अकल्पयन् खै त्यसको टुप्पोहरू खै ए ल बालन खेल्यो साथीहरूले सहयोग गरिदेऊ न मेरो त अस्ति यहाँ पोलेको कसले विभूतिले नै यो त गर्ने ए एउटा निबिसक्यो यो ल भइसक्यो ल त्यहाँ राखिदेऊ ल ल बाबु त्यहाँ बस है अब के गर्ने हो ए ल ल काट ल ए ल ल ल के गर्ने हो यो भत्काउला है भत्काउला ल भयो ल अब के काट अब भाइलाई ल भाइलाई देऊ एकचोटि उसलाई केही हुँदैन ऊ त्यस्तै हो ल जाऊ कि तिमी त्यहाँ ल अब काट ल छिटो ल अब के काट्न आऊ है
ल है ह्याप्पी बर्थडे भनौँ है ल ल ल भयो पहिला कसलाई खुवाउने अब तिमी नै खाऊ अब तिमी खाऊ तिमी ल विभूतिलाई खुवाइ ए धेरै नगर पर्दैन क्या हामीलाई तिमी खाऊ अब तिमीलाई यिनीलाई खुवाइदेऊ साथीहरूले हो त्यसरी ल यता हेर यता यता Happy birthday. ल ल खाइदियो अब दिदीलाई खुवाइदेऊ न यिनी त यही खुवाइदेऊ ल जाऊ जाऊ छिटो रुद्राङ्ग दिदीलाई खुवाइदिने के Happy birthday. छिटो छिटो दिदीलाई के खुवाइदिन्छु न गएर ल खुवाइदिन्छु ल ए गिफ्ट दिने हैन गिफ्ट दिम न ल गिफ्ट दियो के हो ल फर्स्टमा को दिन्छ उले दिसक्यो ल अब स्मरिकाको पानी ए दबी ल टिका ए बेलामा अब मेरो पानी हैन थ्यांक यू लभर धेरै नै छ त गिफ्ट लभर चिमटी लाली लाली अब बच्चा हो बच्चा त हो नि हैन दिदीलाई के खुवाइदिन्छु न भर्खर जन्मेको बच्चा त हो नि त छोड्दे हो दिदीलाई के खुवाइदिन्छु अब भयो ल अब साथीहरूलाई के खान देऊ खुवाइ के काट्ने त खुवाइ अब ज्ञानी हो अब फर्स्ट हो हैन अर्को प्लेट ल यो भाइले दे न मलाई भाइले दे खै भाइ खै भाइ पर्यो हैन लाउ टिका यो ल बाहलाई खप भाइ गरम ज्ञानी भौ है ज्ञानी छौ भाइ भन्छ नि अझै अब आन्टी पनि छोरी हो नि तिमी त अब यो कसलाई सरी सरी ल बेबीले ल ल शुभकामना छोरी गेम यता हेर न पहिले किताब अहिले गिफ्ट त किताब यहाँ गिफ्ट त बेबीलाई किताब अब पढेर बस्नुस् है ए साथीहरूलाई पनि लगाऊ अब ओइ ल ल चेरी ल लाऊ फेरि ल दिदीहरुको बर्थडेमा जाँदैन लाऊ तिमी बाबु दिदीलाई टिका लगाइदिने होइन गिफ्ट त राम्रो त हो नि यो सबै हेर्नु दे सानो दिदीलाई टिका लगाइदिन्छु न दिदीलाई एकचोटि बाबुलाई पनि देऊ है त केक खान ल बाबुले दिदीलाई टिका लगाइदिन्छु एकचोटि टिका लगाइदिन्छु मलाई दे एक बार लगाइदिन्छु खायो एकचोटि लगाइदिन्छु अनि बाबुलाई केक देऊ खै आन्टीलाई बाबुलाई चेरी बाबुको चेरी ल ए ल बाबुलाई त्यही मिलाइदेऊ आन्टीलाई देऊ आन्टी ए पुग्छ आन्टी एकचोटि लगाइदेऊ एकचोटि लगाइदेऊ नि ल बिउटी यो टिका लगाइदिन्छु अझै ल दिदीलाई ह्याप्पी बर्थडे भन मलाई दे फेरि भन फेरि लगाइदेऊ टिका ह्याप्पी बर्थडे दिदी भन्देऊ न ह्याप्पी बर्थडे दिदी भन खै त भन्ने ल छोरी विभूतिको जन्मोत्सव पारेर दुईटा बिरुवा फुलका बिरुवाहरू पनि यहाँ लगाउने काम भएको छ असाध्यै सुन्दर तरिकाले उनको साथी र उनी मिलेर घरमा दुईटा बिरुवाहरू फुलको बिरुवाहरू बेगमबेलीको बिरुवाहरू राम्रो तरिकाले लगाइँदैछ र यसले बच्चाहरूमा नयाँ संस्कारको विकास होस् भन्ने कुराहरू पनि हो
र यो बिरुवा लगाइसकेपछि यिनले 9 वर्षदेखि भनौँ न यिनले यो केक काट्ने भनिरहन्थिन्। त्यो कुरा हामीले गर्न सकिएको थिएन, तर अहिलेको पालि यिनका साथीहरू यिनी सबैजना मिलेर गर्नै पर्छ भनेपछि ल खुसीको लागि अरू केही चाहिँदैन, मलाई त्यो केक काटिदिए हुन्छ भन्ने भएपछि ल ठिक छ भनेर हामीले त्यो कुरालाई पनि स्वीकार गरेका छौँ। यो भिडियोमा यहाँहरूले त्यो कुरा देख्न सक्नुहुन्छ। बेगम बेलीको बिरुवाहरू यस्तो किसिमको तरिकाले लगाइँदैछ। र त्यस पछाडि हामी यिनको बर्थडेमा कसरी वैदिक परम्परालाई पनि जोड्यौँ र कसरी आधुनिक कुराहरू पनि जोड्यौँ भन्ने कुराहरू देख्न हेर्न सक्नुहुन्छ। भिडियोलाई राम्रोसँग हेर्नुहोला। जय होस्, नमस्कार।